मैले चाहिँ कसरी खान पुगे त गाउँकै सबैभन्दा मिठो आँप। आज चाहिँ बिहानै बादलले यस्तो कालो गरेको छ अनि पानी पनि सानोतिनो परिरहेको छ अनि एकैछिनपछि पानी बिसिन्छ अनि बाहिर गएर हेरेको यस्तो राम्रो भ्यू गरिरहेको छ। भोलिबाट चाहिँ हाम्रो धान रोप्न सुरु हुन्छ रे अनि मौसमले पनि यस्तो राम्रो च्यालेन्ज हानिदिसकेपछि लाग्छु म छेउकुना खन्नलाई। खन्न त योभन्दा पहिला पनि खनेको तर थोरै बचेको थियो अनि त्यसलाई पनि फिनिसिङ गर्दै आउँछु म बुटामा आँप खोज्नलाई। तर बुटामा मैले एउटा आँप पनि भेटाउँदैन अनि एउटा आँप चाहिँ भुइँमा भेटाउँछु मैले फाइनल्ली। त्यसपछि यतातिर धारामा आउँछु। मैले बिहानदेखि पानी पनि खाएको थिएन अनि पानी टन्न खाएर त्यसपछि लाग्छु मैले आँपलाई काट्नलाई। अनि यो आँप कति मिठो छ भनेर यसको त कुरै नगर्दा हुन्छ। यो गाउँभरिको सायद सबभन्दा मिठो लाग्ने आँप मलाई यो नै हो। यो आँप चाहिँ मैले काटेर पनि फाइनली रेडी पारिसकेँ अनि लाग्छु म काटेर खानलाई। हुन त म एक्लैले खाने हो त्यसै कोपर्दा पनि हुन्थ्यो तर म हजुरलाई देखाइदिउँ भनेर के यो आँप यस्तो मजाको छ। हेर्नु न एकदम मजाको आँप छ। सायद यस्तो मिठो आँप तपाईँले बजारमा किनेर पनि पाउनुहुन्न होला। आँप खानु अघि नै मेरो मुख पानी पानी भइसकेको थियो। आँप खाइसकेपछि त हाय हाय कुरै नगरौँ यो कति मिठो थियो भनेर। आजलाई यति मिलौँला अर्को भिडियोमा।